अब जाग देखो सुख जागनी, ब्रज का लीला लाई, रास का लीला लाई। महामती प्राणनाथ जी महाराज ले तारतम को चश्मा लगाएर हामीलाई सम्झाउनु हुँदछ। यो चश्मो द्वारा तिमीले हेर, तू ब्रजको 11 वर्ष 52 दिनसम्म जो लीला गर्यौ त्यो पनि तारतमले हेर, अनि साथमा रासका ती आनन्दका पलहरूलाई तारतमले हेर। कल्पना गर्नुहोस् त, जुन हाम्रो इमेजिनेसनमा छैन, हामीले कल्पना गर्दा सपनामा जुन दृश्यहरू आएका छैनन्, जब तारतमको माध्यमले त्यो दृश्यहरू दृष्टिगोचर भएर हाम्रो आँखा अगाडि नाच्न थाल्दछन्, धामधनीको साथमा हामीले गरेका त्यो उल्लास, ती आनन्दका पलहरू जब एक एक यहाँ साक्षीको रूपमा प्रकट हुने गर्दछन्, श्रीजीले भन्नुहुँदछ जागनीको लीलामा मजा आउँदछ तिमीलाई। यही हो जागनी। त सुन्दर साथी, यसको लागि त अनेकानेक भाग्य भाग्यन्तरको भाग्योदय जब हुँदछ, अनेक जन्म जन्मान्तरका भाग्यको जब उदय हुने गर्दछ, तब यी पलहरू हामीलाई प्राप्त हुँदछ। जुन पललाई यहाँ समाहित गर्नुको लागि, जुन समा बाँधिदिनुको लागि मुडुबरी परिवारले जुन अमूल्य योगदान दिएको छ, यो योगदान परमधाममा लेखिनेछ। यो योगदान हो। भाग्योदय न बहुजन्म समर्जिते न सत्संगमम च लभते पुरुषौ यदा वै। यस्ता सत्संगका प्रसंगहरू, यो वातावरण बन्नु, यो सत्संग मिल्नु, सन्त गुरुजनहरूको सान्निध्यता प्राप्त हुनु, यो हाम्रो भाग्यको कुरा हो। भाग्य त हाम्रो उदय भयो, परन्तु सद्गुरुको जो मेहर वर्षियो, सद्गुरुको कृपा वर्षियो, तब हामीले तारतम रूपी महासागरमा गोता लगाउन, अवगाहन गर्नको लागि अवसर मिल्यो। यो अवसरमा एक सुन्दर साथले अलग अलग प्रकारले योगदान दिनुभएको छ। हिजो आउँदा आउँदै विचार गर्दै थिए, यहाँ भित्र प्रवेश गरियो, तब जुन एउटा समग्र टिम मिलेर, संस्था मिलेर जुन प्रकारका कार्यहरू गर्ने हुँदछन्, तै पनि केही कमी देखिन्छन्, त्यहाँ केही कमजोरी हामीले देख्दछौँ। परन्तु एक व्यक्तिको शुद्ध संकल्पमा उहाँको मैले चापुलुसी गरेको होइन, फेरि हजुरलाई लाग्ला कि मुडबरीजीको को प्रशंसा गरेर खुसी बनाउने नै। जो स्वयंमा खुसी भएर शान्त व्यक्ति छ, गम्भीर व्यक्ति छ, उसलाई खुसी पार्ने कुनै आवश्यकतै छैन। मुडबरीजीको सोच स्वभाव हेर्नुहोस्, उहाँको स्वरूप हेर्नुहोस्, शान्त छन्, गम्भीर छन्, मस्तीमा छन् उनी। न कुनै तनाव छ कार्यक्रममा, न कुनै हडबडाट छ, मस्तीले हिँडेका छन्। एक व्यक्तिको शुद्ध संकल्पबाट यति सुन्दर आयोजना हुन सक्दछ भने कल्पना गर्नुस् त, हामी कृष्ण प्रणामी धर्मका अनुयायीहरू यदि एक छत्र छायाको मुनि आएर सद्गुरु महाराजको परम्परामा त्यो दिव्य एक धारमा जब हामी प्रभावित हुन थाल्दछौँ नि, एक छत्रमा एक भएर जब हामी मन मुटावलाई हटाएर जब एक हुने संकल्प गरेर अगाडि बढ्दछौँ भने कल्पना गर्नुहोस् त, हामीले कस्तो कस्तो काम गर्न सक्दछौँ, कति ठुला ठुला कार्य गर्न सक्दछौँ। एकचोटि 12,000 भयो, अनेक चोटि हामी त्यस्ता कार्यहरू गर्न सक्दछौँ, परन्तु एक हुनु पर्दछ। महामती प्राणनाथ जी महाराजको दिव्य सन्देश पनि त यही नै हो। हे वाणी गरजत माझ संसार, खोजी खोज मिटावे अंधारा, मूढ़मती न जाने विचार, महामती कहे पुकार पुकार। यो दिव्य वाणीलाई, जुन वाणीले हाम्रो भित्र झकझोर गर्दछ, हाम्रो मन मस्तिष्कलाई कमाइदिदछ, जुन वाणीले आँखा बन्द गरेर कल्पना गर्नुहोस्, वाणीमा चिन्तन गर्नुहोस्। साधारण लाग्दछ हामीलाई वाणीका एक एक चौपाई हेर्दा, वाणीको एक एक प्रसंग हेर्दा लाग्दछ साधारण, परन्तु सुन्दर साथजी असाधारण वाणी छ। प्राणनाथ जी महाराज भन्नुहुँदछ, जब मानस पटलमा यो वाणी गुन्जिन्छ नि, ए वाणी गरजत माझ संसार,
संसार को मध्य में गएर संसार को कुना कुना में गएर जीवात्मा को मन मस्तिष्क में जब वाणीले कार्य गर्न थाल्दछ तब प्राणनाथ जी महाराज भन्नुहुन्छ मनमा भएको कल्मशता मनको अंधकार अज्ञानलाई तुरंत मेटाइदिनेछ खोजी खोज मेटावे अंधार। ध्यानले सुन्नु होला, अंधार यानी कि अंधकार। ये दुनियालाई भनिएको छ यो दुनिया यानी कि दुखालय। दुनिया को नाम के हो? दुखालय। आलय को अर्थ हुँदछ घर, जहाँ मिल्दछ, जुन घरमा जे वस्तु पाइन्छ त्यही अनुरूप त्यसको नाम बन्दछ। यदि हामी विद्या आर्जन गर्नको लागि कुनै स्थानमा जाँदछौँ भने त्यो घरलाई के भनिन्छ? विद्यालय। हजुरले भोजन गरेर अहिले आउनुभयो त्यो भोजन पाउने घरलाई के भनिन्छ? भोजनालय। जुन घरमा जुन वस्तु भेटिन्छ नि त्यो वस्तुको नामको नामले नाम बन्दछ, परिचय बन्दछ त्यो वस्तुले गर्दा। संसारलाई महामती प्राणनाथ जी महाराज भन्नुहुन्छ दुखालय हो, दुःखको आलय यानी कि घर। यो दुःखको घरमा हामी बसेका छौं, जागनीको यात्रामा दौडेका छौं, आत्मकल्याणको लागि प्रार्थना गर्दैछौं परमात्मासँग, सन्त गुरुजनसँग। दुःख चाहना छैन, हामी कसैलाई पनि दुःखको चाहना छैन। दुर्भाग्य दुःखै मात्र मिल्दछ। साधु सन्तको दुःख र संसारीको दुःखमा अन्तर छ, ध्यानले सुन्नु होला। साधु सन्तको दुःख के छ त भन्दा परमात्माको दर्शन भएन भन्ने दुःख, त्यसले रुदछन् साधु सन्त। संसारी दुखी छन् के को लागि? संसारी दुखी छन् संसारका समृद्धि भएन, संसारको समृद्धि भएन, संसारका पदार्थको अभाव भयो त्यो चिन्तनमा संसारी दुखी छ। साधु सन्त दुखी छ परमात्माको दर्शन भएन, अक्षरातीत धनी श्री परमधामको हामीलाई झझल्को आउँदैन, यस कारणले दुखी छ। मीराबाईको प्रसङ्गमा आउँदछन्, पिउ बसे पहाड में मैं यमुना के तीर। ध्यानले सुन्नु होला। पिउ बसे पहाड़ में मैं यमुना के तीर, अब तो मिलना कठिन है मेरे पाँव पड़े जंजीर। मीराबाई दुखी भइन् किन त भन्दा मास्टरले हेर्दाखेरि श्री कृष्ण मुस्कुराउँदै गरेका, बाँसुरी बजाउँदै उनलाई जिस्काउँदै गरेका मीराबाईले देखिन्। आकाशमा बस्नु माथि देखिए परमात्मा। पिउ बसे पहाड़ में मैं जमुना के तीर। परमात्मा को माथि माथिबाट दर्शन त भयो, परन्तु भेट्न जाने उत्कट इच्छा छ, अभिलाषा छ भेट्ने। मीराबाईले विचार गरिन् शरीर त झन्झट बनेको छ, जबसम्म शरीर छुट्दैन मेरो मालिकको भेट मसँग हुँदैन। यो प्रसंगलाई सायद प्राणनाथ जी महाराजले याद गर्नुभयो होला। यही प्रसंगबाट हामीलाई श्रीजीले भन्नुभयो, हे सुन्दर साथ मीराबाई त दुखी भइन्, कारण शरीर भेट हुँदैन भन्ने चिन्ता थियो। परन्तु जो ब्रह्मज्ञानी सुन्दर साथ छन्, जसले ब्रह्मवाणीलाई चिन्तन गरेका छन्, जसले तारतम्यलाई ग्रहण गरेका छन्, मर्नु पर्दैन, यही शरीर पनि परमात्मासँग भेट हुन सक्दछ भनेर प्राणनाथजीले भनिदिनु भयो। यही शरीरबाट इतहि बैठे घर जागे धाम, पूर्ण मनोरथ हुए सब काम। यही बसी बसी तिमीले घरमा जाग अनि परमधामको चिन्तन गर्दै दिव्य पर आत्म तनमा उठेर परमात्मासँग अँगालो हाल। यो बसी बसी हो त यो हो हाम्रो सिद्धान्त, निजानन्द सम्प्रदायको सिद्धान्त। निजस्य आनन्द यानी कि जो आफ्नो स्वयंको आनन्दमा रम्दछ। म मेरो आनन्दलाई जब प्रकट गर्दछु, म को हुँ भन्ने कुराको आभास हुँदछ मलाई। प्राणनाथ जी महाराजले भन्नुभयो, जब जीवात्मालाई आफूमा आत्मा हो भन्नेको भान हुँदछ, आभास हुँदछ, तो आफू म को हो भन्नेको आभास हुनु भनेको परमात्माको अनुभूति हुनु भनियो नि। पहले आप पहचानो रे साधु, पहले आप पहचानो। यो माथिको लाइन त ठिकै छ, दोस्रो लाइन याद गर्नुस् त। पहले आप पहचानो रे साधु, पहले आप पहचानो,
बिना आप चिन्हे पार ब्रह्म को कौन कहो मैं जानू। बिना आप चिन्हे, यसको मतलब के हो? निजानन्दी नहुनु। यदि तिमीले तिमीलाई आफूलाई जानेनौ भने तिमी निजानन्दी होइनौ। हाम्रो मूल सिद्धान्त निजानन्द, मूल हाम्रो परमात्मा परमेश्वर परात्पर अखिलेश्वर श्री कृष्ण। अनि जब कृष्णको तत्व, कृष्ण तत्वलाई हामीले बुझ्दछौँ, कृष्णलाई जान्दछौँ, तब के हुँदछ भने निजानन्दी, यानी कि बिना आप चिन्हे पार ब्रह्मको। या त के भन्छ, तिमीले आफूलाई चिनेनौ भने, आफूलाई जानेनौ भने पूर्ण ब्रह्म परमात्मालाई कसरी जान्दछौ? त विचार गर्नुहोस् त, यदि मैले मलाई जाने भने परमात्मालाई जान्नु रहेछ। मैले मलाई मेरो आत्माको मलाई अनुभूति भयो, आत्मा देख्न थाले, मैले मेरो आँखा बन्द गर्दा आत्मा हो भन्ने आभास हुन थाल्यो। अब प्राणनाथजी महाराज भन्नुहुँदैछ संसारका सबै उल्झन मेटिएर जान थाले, संसारका समस्याबाट तिमी पर गयो। कस्तो समस्याबाट त? भन्दा जुन कन्फ्युजन थियो माइन्डमा, जुन हाम्रो बुद्धि विपरीत दिशामा चलेको थियो, श्रीजी भन्नुहुँदछ त्यो बुद्धिलाई सही दिशामा मोड्ने कार्य भयो, तिम्रो बुद्धि जाग्यो। यसैलाई त भनियो जागृत बुद्धि। जागृत बुद्धि भन्नुभयो प्राणनाथजी महाराजले। मन मस्तिष्कमा, तिम्रो बुद्धिमा, विचारमा अक्षरातीत ब्रह्मको चिन्तन गर, अक्षरातीत ब्रह्मको स्वरूपलाई धारण गर, अनि दिव्य परमधामको त्यो एक एक पक्षलाई जुन रङ्गमल धाम मध्यमा छ, ती चारै दिशाका एक एक वस्तुलाई, एक एक चैतन्य पदार्थलाई जब अनुभव गर्न थाल, त्यो श्रीजी भन्नुहुँदछ तिम्रो जाग्यो बुद्धि, बुद्धि जागृत, जागृत बुद्धि। अब अहिले के हुँदछ त? आँखा बन्द गर्दाखेरि हाम्रो बुद्धि कता भाग्छ? आँखा बन्द गर्दा बुद्धि दुनियाँको यस्तो गजबको यात्रामा जाँदछ। दुनियाँको यात्रा, एउटा भौतिक यात्रामा हाम्रो जीवात्मा घुमेको छ, अनि अर्को आध्यात्मिक यात्रामा घुमेको छ जीवात्मा। भौतिक यात्रामा घुमेकाहरूले सांसारिक समृद्धिबाट पुष्ट त होलान्, परन्तु एक अलग प्रकारको असन्तोष, अशान्तिको अनुभव गर्दछ, जसले भौतिक यात्रामा जीवन पूरा गर्दछ। ध्यानले सुन्नु होला। जो व्यक्तिले आध्यात्मिक यात्रालाई शुभारम्भ गर्दछ, भौतिक वस्तुको अभावमा त हुँदछौ, परन्तु त्यो अभाव नगण्य हो, त्यो अभावमा कुनै अर्थ छैन। उसलाई एक अलग प्रकारको आनन्द, अलग प्रकारको सन्तोष रूपी धन प्राप्त हुँदछ, जसलाई अलौकिक यात्रा भनियो। श्रीमद् भागवत महापुराणको महात्म्यमा यहाँ भन्नुहुँदछ, एक धर्म छ लौकिक धर्म, अनि अर्को धर्म छ अलौकिक धर्म। दुईवटै धर्मलाई जब जीवात्माले जानेर लौकिक धर्मलाई नगण्य मानेर अलौकिक धर्मलाई स्वीकार गर्दछ, उसलाई आत्मा भनिन्छ। प्राणनाथजी महाराजको भाषामा भन्दा ऊ पर आत्मामा मिल्दछौ। धर्मं भजस्व सततं त्यज लोक धर्मान् सेवस्य साधु पुरुषान् जहि काम तृष्णान्। के भन्नुभएको शतशास्त्रले भन्दा, धर्मं भजस्व सततं त्यज लोक धर्मान्। सत्य धर्मलाई स्वीकार गर, लोक धर्मलाई त्याग गर। यो सत्य धर्मको भनेको के हो र लोक धर्म भनेको के हो, यसको पनि परिभाषा बुझ्नु पर्दछ हामीले। महामती प्राणनाथजी महाराजले सम्झाउनु भयो, तिमीले आत्मामा जब झाँक्दछौ, तिम्रो आत्माको आँखा खुल्दछ जब, अनि अखण्ड परमधाममा सुतेको फरामोस निद्रामा बसेको परात्म तललाई देख्दछौ नि, या श्रीजी भन्नुहुँदछ त्यसलाई भनिन्छ सत्य धर्ममा तिमी स्वीकार गर्नु, सत्य धर्ममा प्रवेश गर्नु, अध्यात्म यात्रामा अगाडि बढ्नु, यसलाई भनिन्छ। अगल भन्दा गर्नुहोस्, धर्मं भजस्व सततं, धर्मलाई भजन गर, परन्तु सत्य धर्मलाई स्वीकार गरेर भनिन्छ नि। सत्य धर्म अनि असत्य धर्मका दुईवटा पाटा छन्। धको अगाडि अ लगाउनुहोस् अधर्म भयो, अनि ध हटाइदिनुहोस् धर्म। दुईटै गर्नलाई मेहनत लाग्दछ। व्यक्तिले अधर्म गर्नको लागि पनि मेहनत लाग्दछ। कसैको चोरी गर्नु पर्यो, कसैको घरमा गएर उसले मेहनत त गर्यो नि चोरी गर्न, बडा सावधानीको साथमा उसले कुकर्म गर्दछ।
धर्म गर्न जति मेहनत लाग्दछ जीवात्मालाई अधर्म गर्न पनि उति नै मेहनत लाग्दछ। परन्तु दुर्भाग्य जीवात्माको अज्ञानताले गर्दा, ज्ञानको कमीले गर्दा उसले अधर्मलाई नै धर्म मानेको छ। ध्यानले सुन्नु होला। हामीले गरेका जीवनका तमाम कर्महरूलाई हामी के गर्दैछौँ? आफूमा यदि सहुलियत हुँदैछ, अनुकूल आउँदैछ भने मलाई अनुकूल भइरहेको छ भने यदि अधर्म हो भने पनि हामी परिभाषा दिँदैछौँ, धर्मै त हो नि। परन्तु यहाँ शास्त्रमा शास्त्रकारहरूले सम्झाउनु भयो, जुन हाम्रो सनातन परम्परामा निषिद्ध कर्म गरिएको छ, कर्मलाई जसले रोक्नको लागि कर्मका अलग अलग विभाग छुट्याइएको छ। अनि जुन हाम्रो जीवात्माले मन मस्तिष्कले यदि निषिद्ध कर्म गरिदियो भने त्यसलाई धर्म भनिँदैन, त्यसलाई के भनिन्छ? अधर्म भनिन्छ। त्यो शास्त्रमा हाम्रा शास्त्रकार सद्गुरुहरूले सम्झाउनु